सो गाइस हजुरहरूले देखिराख्नु भएको छ होला त्यहाँनिर त्यो जुन डाँडा छ नि म चाहिँ भोलि त्यहाँ जान लागिरहेको छु है। सो यहाँ त्यो चाहिँ हाम्रो देख्चुली डाँडा भन्छ त्यसलाई अनि यहाँ फर्स्ट टाइम जान लागिरहेको छु म त्यहाँ। सो हे गाइस टुडे इज द डे। दही खाएर किन हो यस्तो दही खुवाउनै पर्ने फेरि मेरो मम्मीले चाहिँ यहाँ दही खुवाउनु लाउनु भयो है। सुगर साइजमा खानुपर्छ रे के राम्रो हुन्छ हो खा सबै ल्या दुईजनाले म खान्छु नि मिठो छ मलाई त खुवाइदिनु पर्छ मलाई यो हातले आउँदैन दियो है सबै सकाउ दिदिनहरु दुईजनाको ल जुङ्गानी फसट फसा सुगरको त आएन है बाबा भित्र हुनुहुन्छ ए भयो ल ल हामी गयौँ अब जाऊँ। सो गाइस अब चाहिँ हामी फाइनली त्यहाँनिर जान लागिरहेको छौँ। हामी सबै रेडी भइसक्यौँ र हाम्रो बाजे त्यहाँ हुनुहुन्छ। ओ बाजे ओ बाजे 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 हामी जान लाग्यो के हामी जान लाग्यो अब तपाईँलाई भेट्न जान लाग्यो ओहो शुभमको नयाँ साइकल ड्याम। सो गाइस देख्न सक्नुहुन्छ मेरो भाइको नयाँ साइकल आएको छ यहाँ न्यू प्लेस गर्न जानु पर्यो है। शुभम यता आउन एकचोटि यता आउन यसो मात्र न्यू प्लिज नयाँ साइकल जोर थ्याङ्क यू भन न। थ्याङ्क यू कस्तो लाग्यो तिमीलाई नयाँ साइकल आउँदाखेरि क्यामेरामा हेरेर भन न राम्रो लाग्यो हँ वाउ हाई भनिदिनु न हाई जिको जिको चाबी यस्तो जिको गर 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 कसो यस्तो यस्तो गर न गाइस अब हामी गाडीमा चढ्नेवाला छौँ है। हामीहरू सबै केटाहरू रेडी भइसक्यो। कुन गाडी हो यो होइन र यो पछाडिको होइन 8742 78 87 ए अँ अनि 42 सो गाइस हामी अहिले फाइनली पोखरी आइपुग्यो है। हाम्रो सबै ग्रुपहरू पोखरी आइसक्यौँ हामी अहिले। यहाँ चाहिँ पुरा चिसै छ हावाहरू है घाम लाग्यो पनि यहाँ अहिले मौसम चाहिँ पुरा शीतल हुँदो रहेछ। अब चाहिँ हामी हिँड्नेवाला छौँ नि त एकछिन हिँड्न पर्दो रहेछ यहाँबाट। अब के जाम 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 तल जति गर्मी भयो नि लास्टमा चाहिँ यहाँ चाहिँ आएर चाहिँ पुरै शीतल हुँदो रहेछ गाइस पुरै चिसो हावाहरू। अघि हामी तल हुँदाखेरि यस्तो पुरा पसिनाले भिजेको थियो नि यहाँ चाहिँ पुरा शीतल चिसो हावामा है मजा आयो। यहाँ भाइहरूले अब गीत बजाएर यहाँ रमाइलो गर्दै जानेवाला छ त ल। बस चाहिँ हाम्रो त्यही हो के रहेछ क्या त्यस्तो भ्यूहरू चाहिँ राम्रै आउँदो रहेछ पुरा नेचरहरू। फाइनली यसको यस्तो खतरा भ्यू है शीतल भयो क्या अहिले त अनि यस्तो खतरा भ्यू है। गाडी
चाहिँ खतरा भ्यू देखिन्छ जस्तो खै गाइज वाह देखिन चाहिँ देखियो तर पुरै अलि उस भयो क्या कस्तो खतरा हावा चलेर यार के हावा चल्यो चिसो हावा यार फोटोको देखि चाहिँ दादा नि छैन Hi guys. बस्न आउँछ दिस इज द पार्टी रहेछ गाइज यो सो गाइज हामी त्यत्रो बाटो हिँड्दै आएको है लास्टमा त बाटै नै रहेछ यस्तो रहेछ यहाँबाट त्यो चाहिँ ओए के गरेर ओए स्टन्ट ल यो स्टन्ट हान्दै दादा रेड बुलले हार गर्छ ल सेफ हो ल ल ओ गाइज ल यो चाहिँ गयो ल अब सुजलले स्टन्ट हान्न गइरहेको छ है एउटा हाम्फाल छ यहाँ यहाँनिर जाऊ अभिषेक जाऊ तिमी नि बिस्तारै ओए Here comes the heavyweight. He's gonna stunt now. बिस्तारै ल धेरै टाढा पनि छैन इजी पालै पालो ल भ्याकु त यसरी हाम फालो ल यो गुड्के लाग्यो समाधान ल गाइस हाम्रो मासु छोडिसक्यो है ल सुजल सुजल ब्याक क्लिप सुजल ब्याग लिन आएछ त मेरो फालिम छोप्छ साँच्ची नाइस ल दि मेरो साथीले नि अब ल हालिसक्यो ल मेरो पालि त गाइज म चाहिँ लास्टमा हाल्छु ओए कहाँ हो यस्तो झाडी हो ओए इजी हो नि फेरि अब फाइनली यहाँबाट पनि हामी हाम फालेर आइसक्यो गाइस हामी चाहिँ होमस्टेको नजिकै आइरहेको छौँ है अब आउनै लाग्यो भनौँ न होमस्टे अब विदिन 10 मिनट्स हामी पुगिसक्छौँ त्यहाँ लेट्स गो गाइज पहिलो होमस्टेमा नि आयो है राम्रो रहेछ यार हेर्दा त वाह पहिलो होमस्टेमा आइयो गाइज अलरेडी मान्छेहरू आइसक्नु भएको रहेछ गाइज केटाहरूलाई ओ यही हाम्रो ओए बेड त राम्रो रहेछ त यार दामी दामी ल सेटिस्फाइड यस्तो भयो नि ओ हाम्रो अड्डा यहाँ बनाऊ यहीँ ओ मासु पोल्ने ठाउँ नि हो ल ल ल अड्डा भयो है यहाँ ओ उता टुप्पोमा जाऊँ न एकछिन घुम्न हेर्दामा त नजिक हो गाइज ल अब हामी यहीँ बस्ने हाम्रो चाहिँ यहाँ भइहाल्यो होइन र ठिक हुन्छ ल सबै हाम्रो लागि नै भनेर सबै अब भनेको जस्तो अब गाइस केटाहरूले अब मासु पकाउने भनिरहेको छ लाइन गइरह्यो है कस्तो यहीँ मात्रै आएछ धन्दा एउटा बत्ती भयो नि अब अरू ठाउँमा चाहिँ सबै अँधेरै छ गाइस अब यहाँनिर मासुको लागि आगो त्यसले बालिरह
त्यही नै हो अब यहाँ एकछिनमा खानु यो यस्तो जाडो त भइरहेको के अरे शीतल भइरहेको जाडो पनि छैन हाम्रो म्यारिनेट गरेको मासुहरू गाई जब सुनि बेला भएको छ यहाँ खानाहरू पनि खाइसक्यो हाम्रो सामानहरू यहाँ तल सबै बिचरा श्रेयन थाकिसकेछ नाटक गरेको दुई दुईजना गऱ्यो भने अट्छ होला हौ अभिषेक भाइ र म भयो यता यहाँ बिचमा पनि अट्छ क्या पातल पातल मान्छे हुँदा म त सिधा यस्तो सुत्दैन म हल्लिँदै भोलि 3 बजीसम्म हल्लिनु भएन ओइ छेउछेउको मिठो छेउछेउको तितो के अरे बिचको मिठो लेट्स सी स्टोरी सुन्दैछु न अब हामी भोलि 3 बजे उठेर सिधै जाने हामी हिँड्ने हो 3 बजे उठेर सी यू इन द मर्निङ गाइस हामी अहिले उठिसक्यो है अहिले बिहान चाहिँ अहिले चाहिँ बिहानको 3:30 भइसक्यो केटाहरू सबै उठिसक्यो ओइ राम्रो मान्छे देखेन ल गाइस हुन्छ हामी हिँडिरहेको छौँ 3:30 भएछ बिहानको 3:30 भयो फ्ल्यास पालेर हिँड्नु पऱ्यो हामी भ्यूको लागि चाहिँ बिहान उठेर हिँडिरहेको छौँ गाइज टावर चाहिँ अब माथि हो तर अन्तिममा देखिन्न यता चन्द्रमालाको छ झिउ अनि हामी चाहिँ हिँडिरहेको छौँ नगराउनु त्यसै गाइज सबको हालत खराब भइसक्यो यस्तो भरिङ हिँड्नु पऱ्यो पुरै यस्तो माथि पनि यार गर्मी भयो दिप त्यस्तो भरिङ चढेर हामी आयो कतिवटा लिटरली ओ मान त्यस्तै लाग्छ त्यही तेरो मन लाइट बाल्थ्यो कि के त्यहाँ होइन कि कोही ढुङ्गासँग कि यस्तै यहाँबाट छाले जस्तो लाग्यो तर होइन कि कोही डेन्जर थाकिन्छ गाडी मात्र भिजा त्यत्रो भरिङ चढेर माथि बल्ल अझै यो चढ्न पुरै घुमेर बल्ल टुप्पोमा भिडबाट आएको नि छैन बल्ल स्टार्टिङ भयो कति बज्यो टाइम तर हामी कति भयो कता टाइम लाग्यो होइन अस्ति नै त 4:15 हामी हिँडेको 3 बज्यो 3:30 3:30 बज्यो 45 मिनट लास्ट थोरै थर्डबाट हिँडेको क्या हामी थर्डबाट त्यही मैले राखेको थिएन कि त्यहाँबाट हिँडेको 5 चोटि त्यहाँ सब थाकिसक्यो यहाँ यस्तो भरिङ चढ्न पर्दो रहेछ माथि आउन स्ट्रगल इज रियल थर्डबाट त नजिक पऱ्यो नि हामी आउन लाग्यो अब यहाँनिर जाने हामी के अरे फर्स्ट के अरे भ्यू पोइन्ट यहाँनिर फर्स्ट ऊ त्यो टावर चाहिँ सेकेन्ड हो ओके त्यही हाम्रो डेस्टिनेसन अब सनराइज पनि हुनु लाग्यो सनराइज हेर्न पाइन्छ जस्तो हो यहाँबाट भ्यू चाहिँ यस्तो है गाइज माथि गएर पनि देखाउने अब जाम माथि जाम we are almost there त्यहीँनिर हो गाइज थाकियो अब एकछिन रेस्ट गरौँ हामी यस्तो यस्तो बाटो हो यहाँ कसरी पो जाने ठाडै हो उकालो अब आइ त हाल्यो लेट्सको अब आयो ल फाइनली आयो यार हट यही हो एक्चुअली डाँडा यही हो यही हो त यही क्याबमा पहाडहरू देखियो ल्याप्समा अलि यता गएर भन्नु केही छैन यस्तो है हावा खाइयो राम्रै खायो सबै ल यहाँ मान्छेहरू पुरा माथि चढेर यार पुरै चढ्नै ठाउँदो रहेछ यो मन चढिदिनु पर्छ क्या यहाँ ट्राई गर्छ
कन्टेन्ट हुन्छ त्यहाँ हामी माथि गइदिउँ त्यहाँसम्म जाल ऊ त माथि बस्ने ठाउँसम्म यहीँ माथिसम्म जा धेरै माथि पर्दैन यही माथिसम्म गइदिन्छु नि त है यहीँसम्म है धेरै माथि पर्दैन त्यो माथि मान्छे झर्नु नि कहाँबाट चढ्ने यो साइडबाट के कहाँ पुग्यो चढ 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 बवाल भ्यू आउँछ माथि खतरा भ्यू आउँछ साइडलाई गएर फोटो खिच्नु नि म यो स्टोरी मेटाएको चढ्यो चढ्यो ल ल जा माथि जान्छ नि गुटी छ नि हामी त्यसपछि त्यहीँसम्म जा धेरै माथि नजा माथिबाट झर्ने हिमालय खेत देखायो त अझै उता हेर्नु क्यामेरा अब गुफा चाहिँ जाम 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 र म जान्छु पहिला ल छोड भरेङ छ भरेङबाट सिधै तल चाहिँ यस्तो रहेछ गाइज फ्ल्यास चाहिँ अन गर्नुपर्छ ओहो यहाँ त ल गाइज यस्तो छ यहाँ भरेङ रहेछ त यहाँ तल त अनि यस्तो रहेछ त यही हो भित्र जाने हो र होइन सो गाइज अब यो गुफाभित्र चाहिँ लाइक यहाँनिर अझै भित्र जाने ठाउँ हो त्यहाँ चाहिँ अब मूर्तिहरू आफै बनेको नि छ अरे तर यो मूर्ति हेर्न पऱ्यो भने चाहिँ लाइक यहाँ चाहिँ अब गणेश भगवान्को जस्तो होइन लाइक गणेश भगवान्को जस्तो मूर्ति छ आफै बनेको अरे लाइक नेचुरली जस्तै यो हेर्न पऱ्यो भने लाइक साइडको कान अनि बिचको यो सुड र यो टाउको भइहाल्यो यो पनि त्यही हो अनि दिस वान अल्सो लाइक यस्तो त्यही लाइक गणेश भगवान् इमेजिन गरेर हेर्न पऱ्यो भने चाहिँ त्यही देखिन्छ यो मूर्तिहरूमा चाहिँ आफै बनेको अरे विच इज काइन्ड अफ खतरा बादल आयो त्यहाँ पनि पुगेर आयो गाइस अब भर्खरै अझ हामी यहाँ पोखरीमा छौँ छुरा त्यहाँदेखि अब हामी यहाँ खाजा खाने भने केटाले अनि खाजा खाएर हामी घरतिर निस्किन्छ या तर सबै एक्सपिरियन्सहरू राम्रो थियो है ठाउँहरू पनि राम्रो थियो चढ्नलाई अलिक गाह्रो थियो बट एभ्रिथिङ वाज गुड अनि या अब चाहिँ हामी घरतिर लागिरहेको छौँ त्यही हो गाइस सी यु इन द नेक्स्ट ब्लग टिल देन टेक केयर बाइ बाइ